यहाँ हेर्नुहोस् है खसीको त एकदम राम्रो साथीले ल्याइदिएको है। यो हाम्रै साथीको गाउँमा काटेको होइन, त्यसले गर्दा साथीले मलाई यसो काटेको चाल पायो भने चाहिँ मलाई दिइहाल्नु है ल। इन्फर्म 600 रुपियाँ केजी है साथी, 600 रुपियाँ केजी हो। उहाँ र उहाँ चाहिँ ट्विन्स हो है। अनि उहाँ चाहिँ कान्छा, आम्मा यति साह्रो क्युट छ कि उहाँ चाहिँ हाम्रो कान्छा भानिस हो। तिमी र दुईजना को यो दाजु चाहिँ को पो? उहाँ चाहिँ दाजु अलिक मोटे छ, उहाँ चाहिँ भाइ अलिक अग्ले छ है, सिकुटे छ, अलिक अग्ले छ है। उहाँको चाहिँ 3 जना छोरा, यो उहाँ 2 जना चाहिँ ट्विन्स। अनि तिमीहरू चाहिँ कति पढ्छ? 7 उहाँ चाहिँ 7 मै हो। लुगाहरू शुभ साथीकोमा आएको छु है म आज चाहिँ। यहाँ त ऊ कार्पेन्टर पनि हुनुहुँदो रहेछ है। यहाँनिर बेड बनाइ हुँदैछ है, एकदम 5 गोटा है, एकदम चकाचक छ। यो के को हो साथी? यो मिक्स हो काठ। ए धेरै अब उसको त एकदम अलिक फ्यामिली बेसी छ है, त्यो कारणले गर्दाखेरि है यसो बेडहरू अलिक ठुलै बनाउनु पर्छ है। ठुलै छ बेड, यो 6x6 को हो। यहाँनिर अब उहाँको ट्विन्स पनि छ है। ट्विन्स यहाँनिर यताउता भानिस, हाम्रो भानिसहरू है। यहाँनिर उहाँको देखाइदिन्छु है। यो मैले यहाँनिर मासु पनि लिएर आएको छ उसको, खसीको। यो चाहिँ हाम्रो सुबोध साथीको छोराहरू, मेरो भानिस है। यता फर्काउनु, यहाँ बस्नु। उहाँ र उहाँ चाहिँ ट्विन्स हो है। अनि उहाँ चाहिँ कान्छा, आम्मा यति साह्रो क्युट छ कि उहाँ चाहिँ हाम्रो कान्छा भानिस हो। तिमी र दुईजना को यो दाजु चाहिँ को पो? उहाँ चाहिँ दाजु अलिक मोटे छ, उहाँ चाहिँ भाइ अलिक अग्ले छ है, सिकुटे छ, अलिक अग्ले छ है। उहाँको चाहिँ 3 जना छोरा, यो उहाँ 2 जना चाहिँ ट्विन्स। अनि तिमीहरू चाहिँ कति पढ्छ? 7 उहाँ चाहिँ 7 मै हो। लुगाहरू पनि एकदम ड्रेस एउटै हुन्छ उहाँको है, तर अलिकति फेस चाहिँ अलग खालको छ उहाँको। अन्त ट्विन्स एकदम क्युट। त यहाँ चाहिँ हाम्रो हाई भन्दैछ। अनि उहाँलाई मैले खसीको मासु माथिबाट ल्याइदिएको उहाँ भानिसले है। आज त विशेष गरी चाहिँ म यहाँ खसीको मासु लिनु आएको साथीले भनेको थियो। अन्त मैले रिसिभ पनि सकेको छु है। छोटो भिडियो चाहिँ किन गरेको भन्दाखेरि यहाँ एकदम अर्ग्यानिक भिडियो गरेको तपाईँहरूलाई है। यहाँनिर खसीको मासु चाहिँ यो एकदम साथीले मलाई अहिले फोन गरेको थियो है। मेरो मिसेसले तपाईँलाई थाहै छ है, त्यही भएर म बाख्रा पनि पाल्दैछु। खसीको मासु चाहिँ एकदम फेभरेट हो। यहाँ भानिस कुदिहाल्यो, फेरि भानिसलाई फेरि म नानीहरूलाई त्यसै लगाउँदिनँ, 20 रुपियाँ 30 रुपियाँ दिइहाल्छु। त्यसले गर्दा नानीहरूलाई काम लगायो भनेदेखि त्यसै पनि लाउनु हुँदैन, खुसी हुन्छ। अनि जति पनि नानीहरू छ है, मैले यसो लु नानी भन्यो भने त एकदम खुसी भएर गइहाल्छ है। दिनुपर्छ है, जेला भन्छ त्यसको हो, नानीहरू खुसी हुन्छ। अन्त साथी अब फेरि घुम्ने समय आउँदैछ है हो। जाँदैछु है। धेरै राम्रो छ है। यहाँ हेर्नुहोस् है खसीको त एकदम राम्रो साथीले ल्याइदिएको है। यो हाम्रै साथीको गाउँमा काटेको होइन, त्यसले गर्दा साथीले मलाई यसो काटेको चाल पायो भने चाहिँ मलाई दिइहाल्नु है ल। इन्फर्म 600 रुपियाँ केजी है साथी, 600 रुपियाँ केजी हो। एकदम अर्ग्यानिक बस्तीको घाँस खाएको है एकदम। अन्त आजको भिडियो फेरि अर्को भिडियोमा भेटौँ ल साथी। ओके ल बाई बाई भन्नु साथी। सब्सक्राइब गरिदिनु होला। ल।